आज पनि स्कुल छुट्टी हुने बित्तिकै अनि आज यो मेरो च्यालेन्जको सेकेन्ड डे है, सेकेन्ड भिडियो भनौँ। अनि स्कुल छुट्टी हुने बित्तिकै यहाँ कति 8 मिनटपछि अपोजिट डाइरेक्सनमा चाहिँ फेरि त्यो श्राइन हुन्छ नि, टेम्पल जस्तो रहेछ। अनि अब त्यही भिजिट गरिदिउँ भनेर ल आइसकेको छु त पनि। यो चाहिँ खासै ठुलो चाहिँ छैन, अनि यो पनि यस्तै 3-4वटा छ। है गाइज, आज हेरौँ त कस्तो रहेछ भनेर। यसको नाम चाहिँ गोतो इनारी। इनारी भनेको अलिकति राइस सम्बन्धी हुन्छ होइन। अनि अरू ठाउँमा मङ्की, हामीहरू डगहरू हेरेको थियौँ नि, तर यसमा चाहिँ अलिक फक्स हुन्छ। अनि यो चाहिँ स्टाम्प हुन्छ कि, यो फेमस हो, मान्छेहरू यहाँ धेरै आउँछ कि यो स्टाम्पबाट। यो भनेको यो एरियाको चाहिँ अलिकति फेमस नै हो क्या। अनि है यहाँको चाहिँ भन्यो नि, यहाँको गार्जियन टाइप भनेको फक्स हो क्या। हेड त्यो मतलब त्यो ठाउँ अनुसार होइन, फरक फरक हुँदो रहेछ। कुनैको डग हुन्छ, कुनैको मङ्की हुन्छ होइन। अनि यस्तो यो चाहिँ तोरी है, यो गेट हुन्छ नि, यो मुनलाई चाहिँ तोरी भन्छ। यो गोतो इनारी यो श्राइन हो। यो टेम्पल भनेको खासमा मान्छे रहेछ। एकैछिन यहाँ हेरौँ न, उता मान्छे रहेछ, त्यही भएर यहाँ हेरौँ। यहाँ फक्सहरूको कति धेरै रहेछ कि। अनि यो कोजी यहाँ चाहिँ यो जुनसुकैमा गयो नि यस्तो यस्तो भएकै हुन्छ कि, योहरू आफ्नो आफ्नो यो हुन्छ नै कि यहाँ हेर्नु है। यहाँ चाहिँ यति फेमस छ कि स्टे हेल्दी, आफ्नो आफ्नो यहाँ सबले लेख्छ कि आफ्नो के कस्तो छ सक्सेसको बारेमा। अनि यो श्राइन भनेको जो खास भनेको इनारी भनेकै सब मतलब राईसँग रिलेटेड हुन्छ क्या। अनि यो भनेको अलिकति एग्रिकल्चर सम्बन्धी भएको यो भनेपछि नि बुझ्छ एग्रिकल्चर जस्तो छ भनेर अलिकति होइन। अनि यो चाहिँ अनि यो लान्टे जहाँ पनि हुने कि यसको अगाडि कस्तो राम्रो फुलहरू छ कि। यो अझै उता पनि देखेको थिएँ भने हिजो है। अनि यो वरिपरि छ, अहिले भित्र मान्छे छ त्यही भएर नगएको म। अनि यहाँ चाहिँ अलिकति मस्त भित्रसम्म पनि मिल्छ कि। अनि साइडबाट होइन, अनि यस्तो रहेछ यसको। यो चाहिँ ब्याकवाला, अनि यहाँबाट पनि जानु मिल्छ होइन, गइदिउँ। अनि यो जहाँ पनि हुने कि यिनीहरूको यस्तो यस्तो बाँधेर हुन्छ। यहाँ पनि छ फक्स, त्यसको मुन्टी पनि छैन भने। पानी आउनु परेछ, के को लागि चाहिँ थाहा भएन मलाई खासै। अनि यहाँ यस्तो रहेछ। यहाँ के हो फक्स, त्यसको मुन्डी छैन है। यहाँ चाहिँ फक्स ठुलो हेरौँ भनेको थियो नि, यो चाहिँ यस्तो रहेछ। अनि यहाँ चाहिँ आफ्नोहरू बारेमा के राख्नु मिल्दैन होइन। यहाँ कोइनमा चाहिँ किन्न मिल्छ कि यो। यहाँ चाहिँ पैसा यहाँ मान्छे हुँदैन, यहाँ पैसा किन्ने। अनि फक्सलाई हुन्छ नि यहाँ किचिने भन्छ कि। अनि यो चाहिँ यस्तो छ है, यहाँभित्र चाहिँ यस्तो रहेछ है। यहाँ टेम्पल यस्तो यो भनेको यो एरियामा चाहिँ धेरै नै फेमस छ क्या, मतलब हिस्टोरिकल यिनीहरूलाई चाहिँ। यो भनेको पुरानो एदेजी दाइको हो। कस्तो क्युट छ है, कस्तो क्युट छ यो झन् क्युट छ भने। अनि यहाँ यस्तै छ। अनि यहाँ लेखेको छ कि माथि जानु मिल्दैन, अनि यहाँ बस्न पनि नबस्छ पनि भनेको रहेछ। त्यही भएर यसको अब नजिकको अर्को पनि श्राइनमा गएर हेरौँ न कस्तो रहेछ भनेर है। यो चाहिँ यति नै छ। राति भयो भने कस्तो दामी देखिन्छ कि यहाँ। मस्त यहाँ राति एकचोटि आएको थिएँ, यहाँको फोटो क्या दामी देख्छ राति चाहिँ। लगाइज अब लागौँ अर्को श्राइन त्यसको छोटा भाइ हो भने कि कस्तो राम्रो रहेछ कि यो पनि। यहाँ चाहिँ अलि राम्रो हेर्नु पाइन्छ। त्यो भित्रको मन्दिर छ नि यस्तो हुनुपर्ने हो कि। त्यो देखेको थियो नि, यहाँ चक्लेट राखेको छ कसैले। अनि त साइड पनि क्या राम्रो छ कि यसकै साइडमा होइन, यस्तो रहेछ। अनि यसकै साइडमा आयो भने चाहिँ खासमा यस्तो चाहिँ हो क्या मेन। बन्द रहेछ है। ल गाइज अब नेक्स्टमा लागौँ है। यो एरियामा चाहिँ छैन, यहाँबाट 5देखि अलिकति 6 मिनट जति छ। अनि अब ल लागौँ नेक्स्ट श्राइनमा। म त घुमेपछि कहाँ छ भनेको त यस्तोमा पो रहेछ है।
यो माथि पनि चढ्दिन कस्तो रहेछ भनेपछि यो पनि त्यो फक्सवाला मिक्सर होइन होइन यो चाहिँ घरमा जस्तो रहेछ के अरे है यो पनि त्यही एग्रिकल्चरको होइन यसको अलिकति एग्रिकल्चर अनि अरू भने चाहिँ यसको अलिकति सक्सेसको लागि नि हुन्छ अनि प्रस्पेरिटीको लागि पनि छ क्या यो अनि यस्तो छ कि यहाँ यो चाहिँ रक्सी हो यो पनि रक्सी हो सब रक्सी हो कस्तो राम्रो छ है अनि यो यता हुन्छ यो चाहिँ गेट जहाँ पनि हुन्छ यो गेट ल गाइज अब नेक्स्टमा लागौँ है आज त ल गाइज म आइपुगेँ नि फेरि आजको चाहिँ लास्ट भनौँ होइन अब यस्तै गर्दा गर्दा अब हेरौँ अर्को भोलि पनि अब कता पुगिन्छ थाहा भएन त्यो आजको चाहिँ लास्ट हो चाहिँ यसको नाम चाहिँ ओताहिमे इनारी साइन इनारी भन्ने बित्तिकै त्यो फक्स रिलेटेड है अनि यहाँ यस्तो रहेछ क्या भने त नि यहाँ हात धुने तरिका मैले सिकाइदिएको थिएँ किन फेरि भनिदिन्छ है राइटले लिने लेफ्ट हाफ धुने फेरि लेफ्ट लिएर राइट धुने अनि लास्टमा चाहिँ यस्तो गरेर होइन अनि यो धोइदिएर अनि यो यतिकै राखिदिने होइन यो चाहिँ माछा रहेछ यहाँ कस्तो राम्रो त्यहाँबाट पानी आउँछ तर अनि यो के हो त लाइन जस्तो छ त अनि यहाँ चाहिँ फक्स लेखेर अनि लाइन पो भन्दै चाहिँ हुँदैन त नि यसरी कस्तो राम्रो हो कि यिनीहरूको यो बुढी रह्यो अनि यो चाहिँ यस्तो रहेछ यो लान्टिन त जहाँ पनि हुने होइन अनि यसको वरिपरि के कस्तो रहेछ भनेपछि यसको ओमाचीको बेला चाहिँ हेर्न मजा आउँछ यसपालि ओमाची भनेको फेस्टिभल होला यसपालि फेस्टिभल पनि बेला नि अलिकति लिएर म हेर्छु है अनि ब्याक साइड भयो यो माथि नि के लेखेर यसको नाम भयो है यो भनेको ओताहिमे इनारी श्राइन रहेछ होइन अब पढ्न सक्दैन मन खास यति राम्रोसँग त पढ्न सक्दैन यति पढ्ने भए त जानुपर्छ यो चाहिँ किन राखेको त सायद यो फेस्टिभल भएकोलाई यहाँबाट आएर यहाँबाट निस्किनु होला कि ल है गाइस आजको ब्लग चाहिँ यहीँसम्म समाप्त गरौँ त है सी यू टुमारो हो भन्दाखेरि चाहिँ तर एउटा क्वेसन छ क्या मलाई के भन्छ नेक्स्ट ब्लग चाहिँ के को बारेमा चाहनुहुन्छ भने यसो कमेन्ट गर्ने होला सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है थ्याङ्क यू बाई बाई माटा लुलु